पुत्तर भयो है हजुर धुवा आयो भाइले पढिरहेछ तिम्रो होमवर्क छैन छ कति बेला गर्छौ हिजो गरिसकेको ए हिजो गरिसक्यौ हजुर ए कति ज्ञानी तिमी त कतिमा पढ्छौ रे तिमी अहिले 7मा 7मा पढ्छौ है हजुर अनि तिमीले लाउने ड्रेसहरू छ कि छैन ड्रेस अब अरूले जे दिन्छन् त्यही लाउने हो त्यस्तो छैन के भन्यौ अब अरूले जे दिन्छन् त्यही लाउने हो छैन ए अरूले जे दिन्छन् त्यही लाउने हो हजुर नयाँ कपडा घरमा छ कि छैन नै छैन दसैँमा किने हो कि होइन दसैँमा त किनेनौ ए मम्मीले नयाँ कपडा किनिदिनुहुन्न पैसा छैन मम्मीले कार्ड किनिदिनुहुन्छ अब ए मम्मीसँग पैसा छैन नि है हजुर तिम्रो इच्छा के हो रे भन त मेरो इच्छा शिक्षक भन्ने शिक्षक भन्ने हजुर अनि अर्को के थियो नि भन न अर्को घर बनाउने घर बनाउने हजुर घर बनाउन सक्छौ तिमीले अब पढेपछि ठुलो पैसा कमाएपछि सकिन्छ पैसा कमाइ सकिन्छ हजुर हो यो घर कसैले म बनाइदिन्छु भनेर आयो भने के भन्छौ कति खुसी हुन्थ्यो होला है हजुर